खबरदार होशियार। कहाँ हिँडेको नि बहिनी तिमी? कहाँ हिँड्नु नि? एउटा पड्केले धन्नै मारेको आज मलाई। होइन, कसले के गर्यो? मैले त कुरा बुझिनँ नि बहिनी। के हुनु नि? त बिर्खेको छोरा नि मेरो खासमा आएर पछि र बिदा गुटी पछाडि राखेको रहेछ। बच्चाहरू मर्न नसकेको। साह्रै जाडो भएर सिरक तानेर अडौँ भनेको त उल्लिँदैन मैतिर त आयो जन्तेर। ए यस्तो फटाको कुरा गरेको? त्यस्ता फटादेखि पनि हामी डराएर हिँड्ने हो त? नडरा त के गर्नु दिदी? यस्तै फटाहरूको त जमाना छ के अरे? यस्ता फटाहरूसँग त बचेरै हिँड्नु पर्यो नि। हुन त हो, तर पहिलेको जस्तो नारी डराएर लुकेर बस्ने जमाना कहाँ छ र बहिनी? त्यस्ता फटालाई त हामी स्वयंले ठिक पार्नुपर्छ बहिनी। मलाई लाग्छ हामी नेपालीहरू यसै गरी डराएर हामी पछाडि परेका हौँ नि, होइन दिदी? अब म पनि डराउँदिनँ। 19 दिने जनआन्दोलन चल्दा यो देशको लागि कतिले ज्यान दिन पनि पछि परेन, थाहा छ तपाईँलाई? ल किन थाहा नहुनु दिदी? मलाई सबै कुरा थाहा छ। हामी जस्ता सर्वसाधारणलाई थाहा भएर के गर्नु? यो देशका नेताहरूले बिर्सी भए। बहिनी नेपालका नेता मन्त्री सरकारी कर्मचारी अझ पुलिस प्रशासनको कुरा गरेर समय खेर खाली छैन मलाई। ल बहिनी, अब यस्तो कुरा गरेर कति अल्मलिनु? भित्र जाउँ, भित्रै कुरा गरौँ, खाना पनि पकाउनु छ। ल जाऊ दिदी, तर एक दिन यस्तो दिन आउनेछ यिनीहरूलाई नै सायदका आँसुले पोलेर यिनीहरू मर्ने। ल बहिनी, यस्ता कुरा कति गर्नु? ल जुन यसरी बाटाको केरा तेरो नाम हेर अलि एकचोटि गल्ती गऱ्यो फेरि के को गल्ती गर्दैन गर्दिनँ भन्नु होइन हो। अझ मेरो गणना बिग्रेछ कि क्या हो घाँटी? जहिले अचकारी मात्रै हुन्छ त, एकचोटि नहोस् है भन त्यही ठिक्क भइरहेछ घाँटी। झिन्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 
ठिकै छ बेटी कोन अब चाहिँ माग्दिनँ घाँटे। अघि पनि माग्ने हुँदा झन्डै केही फर्काएका थिए बुढाबुढीले। फेरि मागेर आफ्नो हेन्सम अनि चोखो दिनलाई अनि मनलाई पनि दुःख दिँदिनँ घाँटे। बरु अब चाहिँ चोरेर लान्छु घाँटे। बुढाबुढीले भन्थे नि कि त माग्नु, होइन भने चोरेर भए पनि काम चाहिँ चलाउनु भन्थे। आज त्यसै गर्नु पर्यो घाँटे। घाँटे के गरौँ त? अघि सुरुमा त माग्न जाँदा मारि गएँ। हो म चोर। बेटीकोले खट्टम गर्ने भयो घाँटे। यो बाउले के हराएको बेला त कुमेर यो त जान्नै पर्यो को त्यसमा चाहिँ त्यहाँ के त ठिकै छ। यही भए पनि काम त दिइहाल्छु नि। फेरि यो पनि यस्तो पो भएछ त। म आइसकेँ नि। यता घर छेउमा छु। होइन साथीमा पुगेर आइहाल्छु। अब हाम्रो दुःख दिन गयो नि। आमा म आउँदैछु। हेलो डार्लिङ भन त।
हेर न तिमीलाई टाइम त दिएको थिएँ मैले तर हेर न घरको सानो कामले गर्दा आउनै पाएन यार कति 8 घन्टा भयो ए ल 5 बजेसम्म आइहाल्छु त्यसबाट ल म हिँडिहालेँ त्यसो ल ल ल ल बाई फोन राख त ल बाई हेलो हाँ हामी बोल्दैछु त बैगुन घन्टा पार्टीकै आदमी छौ किन कहाँ कुन गरेको छौ मरिगयो ल ठिक छ हामी 2-4 केटाहरू लिएर आउँछु झन्डा लिएर तिमी तुरुन्त त्यहाँ पुगिहाल्छ ओ झन्डा उडाउनु पर्छ ल ल हेलो हजुर एक्सिडेन्ट भयो म लसुनपट्टि पार्टीको मान्छे हौ ओहो मरि नै सक्नुभयो उहाँ लु खतम छिट्टो जानुहोस् त तपाईँहरू जाँदै गर्नुहोस् म पनि आइहाल्छु तपाईँहरू जानुहोस् त हाम्रो कार्यकर्ता हो हेलो को बोल्नु हो ए राम हो किन के भयो ए कहाँनिर ए ल ल ल ल त्यहाँ हाम्रो पार्टीको मान्छेहरूलाई साथीहरूलाई बोलाएर लिएर जानु म यहाँ हाम्रो साथीहरू लिएर आउँछु त्यो झन्डा ओडाइहाल्नुपर्छ है हाम्रो ल ल ल ल म आइहालेँ है त ल तुरन्त जाऊ तँ त सिक्नेर एक्लै भने सारा तँलाई पनि के भयो बाबु के भने बाबु कहाँ गइने बाबु यो हाम्रो चाहिँ यो भन्टा बैगुन पार्टीको आदमी छ हाम्रो लसुनपट्टि पार्टीको मान्छे छ आलु पिँडालुको मान्छे हो यो बैगुन भन्टा पार्टीको आदमी छ हाम्रो झन्डा बोकेर हिँडिरहेको छ तपाईँ कुन पार्टीको मान्छे आदमीको कुरो गर्नुहुन्छ तपाईँ कस्तो कुरो गर्नुहुन्छ यो भाइले विदेश जानुभन्दा पहिले हाम्रो पार्टीमा भोट हालेको छ लसुनपट्टि पार्टीमा भोट हालेर जानुभएको छ हाम्रो भाइ तपाईँ आफ्नो पार्टीको भन्नुहुन्छ कस्तो मजाको कुरो गर्नुहुन्छ अहिले विदेशबाट कमायो पैसा लिएर आयो तपाईँको पार्टीको भनिहाल्नु तपाईँको पार्टीको मान्छे होइन हाम्रो पार्टीको मान्छे होइन हजुर तपाईँ के कुरा गर्नुहुँदैछ यो त हाम्रो पार्टीको मान्छे हो आलु पिँडालु पार्टीको मान्छे हो यो ए हेर्नुहोस् त तपाईँले मान्छे चिन्नु भएको छ तपाईँले ओ कुन बात गर्नुहुन्छ ऊ हाम्रो पार्टीको आदमी छ हिजो झन्डा बोकेर हिँडिलिएको छ सबै काम गरिलिएको छ हाम्रो यो बैगुन घन्टा पार्टीको आदमी छ तपाईँहरू क्याङ 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 हाम्रा भन्नुहुन्छ तपाईँ कस्तो कुरो गर्नुहुन्छ तपाईँको पार्टीको कहाँ हुन्छ यो भाइ हाम्रो पार्टीको मान्छे छ यो भाइले हामीलाई जानुभन्दा अगाडि भोट दिएको छ हाम्रो पार्टीको मान्छे अनि तपाईँहरू के विषयमा रिसिभ गर्दै हुनुहुन्छ म त पुरै बुझेँ यो मरेको लासमा यो त एउटा नेपाली आमाको छोरा हो तपाईँहरूको केही मसला पाउनु भएन एउटा मरेको लासमा पनि खिचातानी गर्दै हुनुहुन्छ छिमेकी राष्ट्रलाई हेर्नुहोस् त कति प्रगति गरिसके कति वर्ष भयो यो देशमा प्रजातन्त्र आएको अहिले पनि देश जहाँ थियो त्यहीँ छ अब केही मसला पाउनु भएन अनि अन्तिममा आएर एउटा मरेको लास जिउँदो कार्यकर्ताले पनि तपाईँहरूलाई पुगेन अनि मरेको लासमा खिचातानी गर्दै हुनुहुन्छ अब यस्तो खालको देख्नु नपरोस् खबरदार जसले जे गरे नि छुट्छ सोझलाई बङ्गाली लुट्छ शासन र सत्ता कब्जाउने दाउमा खुट्टा परे दुईवटा नाउमा खबरदार 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 बाहिर बाहिर दमदार हुनै पर्छ होसियार नेता र कर्मचारी बुझका बटारी इमानदारले गर्नुपर्छ जतासुकै चाकरी कन्डक्टरको इसारामा ड्राइभरहरू बेच्छ हाकिमहरू अफिसमा बदलाउँदै मन खबरदार खबरदार